आदरणीय दर्शकवृन्द नमस्कार। म नारायण मगर। आज तपाईहरुको माझमा रोल्पा नगरपालिका 6 कोटगाउँ रोल्पामा जन्मनुभएका चर्चित गायक तथा सर्जक इन्द्र पाखे मगरले धरानका लोकप्रिय मेयर हर्क साम्पाङ ज्यूलाई समर्पित गर्दै नयाँ जागरण श्रमदाता हो भन्ने गीत बजारमा ल्याएका छन्। गीत बजारमा सार्वजनिक भइसकेको छ। अनिल विष्ट प्युठानी युट्युब च्यानलमा सार्वजनिक भइसकेको छ। तपाईहरूले अनिल विष्ट प्युठानी युट्युब च्यानलमा सर्च गरेर श्रमदाता हो भन्ने गीत सुन्न सक्नुहुन्छ। इन्द्र पाखे मगर नाम सङ्गीत क्षेत्रमा अपरिचित नाम होइन। बुवा दली घरती मगर र कुमिसरा घरती मगरको कोखबाट जन्म लिएका उनी 2065 सालमा इन्द्रेणी आइडलको भोकल टेस्ट पास गर्दै औपचारिक रूपमा साङ्गीतिक यात्राको थालनी गरेका थिए। त्यसै त उनले निरन्तर सिर्जना गर्दै 1 दर्जन भन्दा बढी गीत बजारमा ल्याइसकेका छन्। विभिन्न स्थानमा हुने साङ्गीतिक कार्यक्रममा उनले जजका भूमिका पनि उनले योगदान दिएका छन्। उनको करियरमा सबैभन्दा ठुलो उपलब्धि भने 2080 सालमा देशभक्त नेपाली हो नेपाली गीत मार्फत राष्ट्रिय अवार्ड प्राप्त गर्नुभयो। त्यो गीतले उनीलाई राष्ट्रिय स्तरमा स्थापित गरायो। मेयर साम्पाङलाई इमान्दार र श्रमजीवी र समाजसेवीमा समर्पित गर्दै इमान्दारिताको सम्मान गर्ने गीतले सन्देश दिएको छ। यसपटक सार्वजनिक भएको नयाँ गीत गायक पाखे मगरकै स्वरमा, शब्द पनि पाखे मगरकै रहेको छ र गीतमा धरानका मेयर हर्क साम्पाङलाई केन्द्रमा राखिएको छ। श्रमदाता हो गरे आफैलाई नगरे घाटा हो। श्रमदाता हो गरे आफैलाई नगरे घाटा हो भन्ने बोलको गीत एकदमै मन छुने रहेको छ र साथै विदेशतिर बस्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि गीत मार्फत बोलाउनु भएको छ। पाखे मगरको गीतले विदेशमा रहनुहुने सम्पूर्ण नेपालीलाई श्रम गर्दै आफ्नो देश निर्माण गर्ने, आफ्नो देश नयाँ निर्माण गरेर आफ्नो देशलाई बनाउने, आफ्नो नयाँ नेपाल बनाउने आग्रह समेत गर्नुभएको छ। पाखे मगरले गीत मार्फत श्रमदाता हो गरे आफ्नै हो नगरे घाटा हो र आफ्नो संस्कार र आफ्नो संस्कृति, आफ्नो वेशभूषालाई पनि जोगाइराख्ने आग्रह गर्नुभएको छ। र यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, जहाँबाट हेर्दै हुनुहुन्छ तलको कमेन्ट बक्समा लेख्न नभुल्नुहोला र गीत अवश्य पनि सुन्नुहोला। गायक इन्द्र पाखे मगरको यो श्रमदाता हो गरे आफ्नै नगरे घाटा हो भन्ने गीत अवश्य पनि सुन्नुहोला, सुन्न नभुल्नुहोला भन्न चाहन्छु। र साथै सुनिसकेपछि सेयर गरेर हाम्रो नेपालभरि फैलाउन हुन पनि म अनुरोध गर्दछु। र साथै अहिलेसम्म यो भिडियो हेरेर बस्नुहुने र यो भिडियो सुनेर बस्नुहुने तपाईँ सम्पूर्णमा म नारायण मगरको तर्फबाट नमस्ते भन्दै अहिलेलाई भने हजुरहरूको माझबाट ओझेल हुन चाहे। फेरि यस्तै रमाइलो भिडियो र जानकारीमूलक भिडियोहरू र कुनै जडीबुटी को बारेमा तपाईहरुको माझमा बेला बेलामा लिएर आउने नै गरेको छु। त्यस्तै फेरि पनि हजुरहरूको माझमा उपस्थित हुने बाचा गर्दै ओझेल हुन चाहे। धन्यवाद। जय नेपाल।